guys, welcome back to our channel. अनि आज चाहिँ फेरि पनि एकदमै नयाँ इन्ट्रेस्टिङ ब्लगको साथ आइसके साथीहरु। अनि आजको ब्लगमा के छ त त्यस्तो स्पेशल तपाईहरुले देखि नै हाल्नुहुन्छ। आज चाहिँ नवमीको दिन रहेको छ र हामीले चाहिँ बाइकहरु सबै कुरा हाम्रो अब यहाँ साधनहरुलाई चाहिँ पूजा गर्नुपर्ने हुन्छ। सो पूजाको लागि चाहिँ हाम्रो भाउजू यता रेडी तयार अवस्थामा हुनुहुन्छ भने चाहिँ पूजा गर्नको लागि मेरो दादा पनि रेडी अवस्थामा हुनुहुन्छ। ओहो हो वाउ वाउ। अनि त्यसपछि रहेको छ हाम्रो आज पूजा गर्ने कुरा। एउटा रहेको हाम्रो बाइक टक्क चकाचक धुइधाई गरेर राखिसकेको छौं भने चाहिँ हाम्रो यहाँ सानो थोत्रे साइकल स्कुटी अनि हाम्रो सानो बेबीको साइकल। ओके हैन ओके गाइस, यति मात्र चाहिँ होइन, अझै पनि खतरा स्पेशल कुराहरु चाहिँ तपाईहरुलाई हामीले देखाउनु नै छ। किन भन्दाखेरि चाहिँ आज हामी चाहिँ घरमै पकाइतुलाई गरेर पिकनिक जाँदैछौँ विथ होल फ्यामिली। अनि यस्तो रमाइलो गर्नेवाला छौँ। कहाँ जाँदैछौँ के गर्दैछौँ त्यो हेर्नको लागि चाहिँ अन्तिमसम्म बस्नुपर्ने हुन्छ साथीहरु। अहिले हुँदैछ पूजाको तयारी, हेरौँ है त के हुन्छ। लेट्स गो। ल यहाँ हाम्रो भाउजू गाइसले गर्दै हुनुहुन्छ पूजा। वाउ नयाँ बेहुली जस्तो देखेछ तिमीलाई। यो चाहिँ हाम्रो नेवारीहरूले छुटाउनै नहुने के माला भन्छ, माला अब के भन्छ हैन। अनि यो चाहिँ एकदम बाला बाला लुगाहरू छ हाम्रो टक्क लाएर। यस्तो दामी अफर चलिरहेछ दसैँको, मतलब अब दसैँ अफर राखेको हो। दसैँ पछि आउँछ कि के आउँछ यो भिडियो, तर अफर चाहिँ रहिरहन्छ, भिजिट गर्नु होला। यो पनि राम्रो छ साथीहरू, मैले यस्तो एड गरिदिइहालेको होइन। अब हेरौँ के हुन्छ है त। तल हुनु पर्ने आयो यो वा हरेक वर्ष पूजा गर्दा यस्तो छ साथीहरु। हाम्रो घरको हालत देख्न सक्नुहुन्छ यहाँ सारा भाग। अये म ठोक्यो। ओके गाइस, यो भनेको सौभाग्य हो होइन, आफूले चलाउने साधनलाई यसरी धुमधामले पूजा गर्न पाउनु चाहिँ। आज हामीले यसलाई सम्पन्न गरिसकेका छौँ। अब बाँकी भनेको रिबन हेर्नेको त्यो माला हो क्या। रिबन गाइस, यसलाई रिबन भन्छ के भन्छ कमेन्ट गर्नु होला है, नेवारी जतिले थाहा हुने जतिले। ओके हामी चाहिँ यहाँ के भन्छ यसलाई के भन्छ, कोखा 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 रे। ठिक छ, अब हामी चाहिँ आधुनिक कार्यक्रम गर्छौँ। ओके गाइस, म काट्दैछु मुला है त। अब चाहिँ किन भन्दाखेरि चाहिँ आज हाम्रो घरमा भेराइटी पाक्दैछ। त मैले तपाईँहरूलाई भनि नै सकेँ। यो चक्कु देखाउनु हुँदैन, त्यही मलाई गर्छ। सो जेन्जीसँग डराउँछ नि त अहिले। सो अहिले चाहिँ हाम्रो मुला काट्छौँ। अनि मुला काट्दा एउटा कुरा चाहिँ म तपाईँहरूसँग यस्तो सोध्न चाहन्छु। मुला अफ द इयर साथीहरु, अनि भन्नुहोस् आजको भ्लग हेरेर तपाईँहरूलाई कस्तो लागिरहेछ? यो चाहिँ हाम्रो माइक होइन, भन्न त मिल्दैन। यसलाई पनि खाट गरेर चाहिँ अब हामीले टक्क भेराइटी देखाउने नै छौँ। के हुन्छ हेर्दै गर्नु होला है त। ओके गाइस, हाम्रो घरमा चाहिँ भेराइटी पाकिरहेछ भनि नै रहेको थिएँ मैले। पूजा चाहिँ सक्यो। सो यता एउटा पाक्दैछ मुला, यता पापडहरू अरू टन्नै भइसकेको छ। अरू के छ मम्मी? बुट्टी सुट्टी टन्नै पाकेछ, देखाएरै साध्य छैन किनकि दसैँ हो नि त। अनि नेवारको घर भएपछि भए कुची भए सुची भए। अब त दसैँभरि चिउरै खाएर जिन्दगी बित्छ हाम्रो नेवारहरूको चाहिँ होइन, हातै खानु हुँदैन। सो यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ हामीले पिकनिक जस्तो बाहिर जानला भएर चाहिँ यसरी लान लाएको। सो हामी मात्रै हो फ्यामिलीभित्रकै मान्छेहरू। सो थाकेँ म। रमाइलो गर्नु पुचाइ त कुखुराको मासु र बङ्गुरको मासु हो। हम कुखुरा सिर्फ कुखुरा खाएंगे, बङ्गुर और लोग खाएंगे। ओके ल ठिक छ। ओके गाइस, आई अलमोस्ट डन माई मेकअप होइन, अलिअलि मात्रै। सो लुगा चाहिँ लाउनै बाँकी छ। तर नयाँ नौलो खबर चाहिँ के सुन्यो भन्दाखेरि चाहिँ हाम्रो पोर्क पाक्दैछ अरे। एकदम ताजा पोर्कको टाउको सिँगै पकाइदिएको साथीहरू हेर्न सक्नुहुन्छ यहाँनिर। हाम्रो मम्मीले एकदम भेराइटी हाम्रो कुखुरा चिकन चाहिँ पाकिसकेको छ। यो पोर्क पाक्दैछ। यो रेडी हुने बित्तिकै चाहिँ अब हामी लाग्नुपर्ने हुन्छ लुगा लाएर होइन। सो अब हेरौँ त्यहाँ गएर चाहिँ के हुन्छ है त, हेर्दै गर्नु। हाई हेलो माई टेस्टिङ
ओके गाइज वी आर अलमोस्ट रेडी टु गो होइन। अब म चाहिँ मेकअप सेकअप गरेर रेडी भएर आइसकेँ। अनि त्यसपछि अहिले चाहिँ म मम्मीहरूलाई कुर्दैछु अनि हामी चाहिँ अब याङ्गो अथवा इनड्राइभ गरेर चाहिँ हामी जानेवाला छौँ। फिलहालको लागि लास्टै वेट गराउँदै हुनुहुन्छ। अब चाहिँ हामी सिधै धुम गर्नेवाला छौँ है त। सो लेट्स गो, छिटो गरौँ न टोलीहरू। अब चाहिँ जानु पर्ने हुन्छ। सो मच एक्साइटेड। भोक लागिसक्यो, बिहानदेखि केही पनि खाएको छैन हामीले। ओके गाइज हाम्रो चाहिँ ट्याक्सी आइसक्यो अनि यहाँ दादाहरू चाहिँ जानलाई रेडी। अब चाहिँ हामी घर तालचाल लगाएर सबैजना जाँदैछौँ। ओके लेट्स गो होइन त। सो यो रह्यो हाम्रो साधन। अब हामी यसमा चढेर जानुपर्ने हुन्छ है त। सो लेट्स गो, लोकेसनमा भेटौँला। ओके साथीहरू फाइनली वी आर इन आवर लोकेसन। यो लोकेसनको भिडियो चाहिँ मैले पहिला पनि बनाइसकेको छु। भ्लग्सहरू हेर्नु भएको छैन भने हेर्न जानु होला। म चाहिँ फ्रेन्डसँग आएको थिएँ। सो यही ठाउँ हो, एकदमै रमाइलो ठाउँ छ। गुन्डु चौरमा आएर बसेका छौँ हामी चाहिँ। सबै हाम्रो रेडी भइसक्यो र दादा ड्याडीहरू दिदीहरू चाहिँ आउँदै हुनुहुन्छ। बाइकमा हामी इनड्राइभ गरेर आएको थियौँ। अङ्कल धन्यवाद, एकदम राम्रोसँग पुऱ्याइदिनु भयो। सो ओहो फोन आयो मेरो। अनि त्यसपछि चाहिँ यस्तै हो साथीहरू। अब उहाँहरू आएपछि हामी रमाइलो गर्छौँ है त। ल साथीहरू तपाईँहरूले पनि भ्लग्स चाहिँ हेर्नु होला। पहिला पनि मैले यो ठाउँको भ्लग बनाइसकेको छु होइन। यहाँनिर चाहिँ यस्तो शीतल छ, रमाइलो वातावरण छ। अब चाहिँ हामी दादाहरूलाई कुर्छौँ अनि के कस्तो हुन्छ। हामी चाहिँ आज धम्बाल मस्ती गर्ने सोच ल्याएको छौँ। नाचगान पनि हुने नै छ साथीहरू। अनि त्यसपछि अब भोक त लागि नै सक्यो। अब छ्याङछ्याङको पार्टी सार्टी गर्नुपर्ने हुन्छ। नेवार हो नि त। दसैँ चाहिँ हाम्रो यहाँ आएर मनाउँदैछौँ हामी। सो अब के हुन्छ त्यो हेर्नको लागि चाहिँ तपाईँहरूले हामीलाई अन्तिमसम्म साथ दिनुपर्ने हुन्छ साथीहरू। सो लेट्स गो, लेट्स वेट देम। त्यसपछि चाहिँ हाम्रो पार्टी सुरु है त। ओके लेट्स गो। हेर्नुहोस् गाइस, दिन दहाडा हाम्रो दिन दहाडा कि दखडा हाम्रो घरि बिजोग हेर्न सक्नुहुन्छ। हामी ट्याक्सीबाट आएर पनि हिँड्न पर्यो यहाँ। किन भन्दाखेरि बाटो यस्तो छ। यस्तो बाटो इज सो मच डेन्जरस। लुक एट दिस बाटो, लुक एट आवर नेपालको सरकार। अब आज दसैँ हाम्रो गाइस आउटफिट अफ द डे हेर्नु यहाँ हाम्रो। आउ त बुढीमा हाम्रो आज हामीको ट्रायल्स हामीले चाहिँ हाम्रो होम प्रडक्ट लाउँदैछौँ। होइन होम प्रडक्ट। ओके लेट्स गो गाइज। आई डोन्ट ह्याभ टाइम। ओके अहिले लड्यो भने चाहिँ टाइम देख्छु मैले फेरि। ल लेट्स गो गाइज। यस्तो थकानपछि पहाड हिमाल तराई सबै धाएर आइसकेपछि चाहिँ फाइनली हाम्रो यहाँ बस्ने प्लान भएको छ सबैजना होइन त। योभन्दा माथि चाहिँ अझै रमाइलो छ भन्ने सुन्नमा आयो। तर त्यहाँसम्म हामी जान सकेनौँ किनकि हामी एकजना छैनौँ, हामी पुरै परिवारै छौँ। सो हामी त हिँड्छौँ होइन। अब थर्नहरू अलिअलि हिँड्छौँ तर मम्मीहरूलाई त गाह्रो हुन्छ। गाह्रो होइन, साह्रै गाह्रो छ। त्यही भएर चाहिँ अब हामी यहाँ बस्नुपर्छ। भोक लागिसक्यो, बिहानदेखि कसैले के खान्छ नि त आउने बित्तिकै खानातिर लागिसक्यौँ है त, पस्किनेतिर। गाइज यहाँ हेर्न सक्नुहुन्छ परिकार। मेरोमा अझ मासु आउनु बाँकी छ। ल मासुवाला परिकार हेर्न सक्नुहुन्छ। हामी चाहिँ यसरी गोलो भएर बसेको छौँ। हेलो गाइजहरू। ओके गाइस अब हामी खानु पर्ने हुन्छ। यस्तो मिठो पकवान त्यसपछि हामी नाचगान गर्छौँ। अब चाहिँ हामी खाम है त साथीहरू। ल दादा त खान थालिसकेको छ। ल ईश्वर दिइसकेछ। दे दनादन हेर्न सक्नुहुन्छ यस्तो हालत खराब भइसक्यो। टन्न खाएर भुँडी फुलाएर बसेको अवस्था छ। अब चाहिँ हामी नाचगान गर्छौँ, मादलहरू बजाउँछौँ, हामी अब दोहोरीहरू खेल्छौँ। के हुन्छ त हाम्रो तर्फबाट हामी सबै देखाउँछौँ है त साथीहरू। सो किप वाचिङ। उठो जसम टोलीहरू खाइछ छैन। यहाँ हेर्नु साथीहरू एउटालाई लामखुट्टेले माया गरेर किस खाएर गएछ है। भाग्यमानी हुनु। यो दक्षिणा यो चाहिँ दसैँको उपहार उहाँलाई। सुरु गरौँ साथीहरू, सुरु गरौँ ल। आज हामीले खाएको चुरा गुन्डु आउने भयो इच्छा पुरा। रैछौ बेसन चिन्न नि नसक्ने गर्छौ फेसन। रैछौ फेसन चिन्न नि नसक्ने गर्छौ फेसन। दिदी गाउँ त पक्रे हिरोइनको इन्टरभ्यू ला। म चाहिँ
बनायौँ भन्न त मिल्दैन, एउटै टिकटकलाई दिनभरि लगायौँ चाहिँ भन्न मिल्यो। सो टिकटक गरेर फोटोसुट यता हुँदैछ, सबै भइसकेपछि चाहिँ यता हाम्रो प्याकिङको काम सुरु भइसकेको छ। लगभग 4 बजिसकेको छ। हामीले चाहिँ 12:30तिर आएको हौँ। 1 2 3 4 बस्यौँ हामी 3-4 घन्टा मस्तले रमाइलो गऱ्यौँ। अब चाहिँ पानी पर्ला जस्तो भएर जान लाग्यो, नत्र हामी अझै पनि बस्थ्यौँ। हामीले दिनभरि टाइम लिएर आएको थियौँ साथीहरू, तर पानीले हामीलाई ड्यास्टअप गर्यो, ड्यास्टअप। त्यो कारणले चाहिँ अब हामी जानुपर्ने हुन्छ घरतिर। लागौँ साथीहरू लागौँ। अब चाहिँ सबै प्याकिङहरू सुरु भइसक्यो। अब हामी जान्छौँ घर। ओके लेट्स गो। ओके गाइजहरू, अब चाहिँ हामी लाग्दैछौँ घरतर्फ। उहाँहरू अगाडि पुगिसक्नुभयो स्कुटी बाइकमा, अनि हामी चाहिँ त्यहाँदेखि चाहिँ हिँडेर चोकसम्म आयौँ। एकछिन छोरा आएको। अब यहाँबाट चाहिँ हामीले इन्ड्राइभ गरेर हामी पनि घर जानुपर्ने हुन्छ साथीहरू। आजको लागि यति नै, फेरि पनि नयाँ अनि एकदम इन्ट्रेस्टिङ ब्लगको साथ आउने नै छौँ। तर आजको लागि चाहिँ